हेलो साथीहरू नमस्कार। तपाईहरु सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। म पनि सन्चै छु, आरामै छु। अब आज चाहिँ सानो सानो मिटिङ छ कि, अनि हतार खाना बनाएँ, दाल पकाएँ, सब्जी बनाएँ, अचार चाहिँ बनाउन बाँकी रह्यो। टमाटर अहिले आएर पिस्छु भन्ने लाग्यो। सानो खालको लोकल टमाटर छ। जाऊ त, यसले त हल्ला कल्लै गर्छ मलाई त। अनि यहाँ बोकासुकालाई खुलेसुले खुवाएर अहिले एउटा मिटिङ छ। मिटिङमा हिँड्न आँटेको साथीहरू। बिहानको अहिले ठ्याक्कै 8 बजिसकेको छ। 8 बजी बोलाएको मिटिङमा 10 मिनट लाग्छ पुग्नलाई। ढिलो हुन आँटिसक्यो कि हतार गरेर म हिँड्न खोजिरहेको छु। अब चाहिँ म जान्छु। आजको मिटिङ पनि कस्तो खालको हुने रहेछ म तपाईँहरूलाई देखाउन मिल्ने खालको रहेछ भने देखाउँछु। साथीहरू हेर्दै जानु। गरिसकेका छौँ, एजेन्डा निर्णय गरिसकेका छौँ। फेरि मन्तव्य किन चाहियो? निर्णय चाहिने हो। यद्यपि हामी अलि हरेक कुरामा सुस्त छौँ। हाम्रो अगाडि गम्भीर प्रश्न अगाडि आइसकेको छ, हामी सुस्त छौँ। मैले यसो भनिरहँदाखेरि गम्भीर प्रश्न के हो भन्दा, झापा जिल्लालाई को दमकमा 30 गतेको व्यापक र्याली छ। यो सामान्यतया त्यहाँ यसो गर्ने भन्छौँ। अघि साथीहरू मिटिङमा गइवरी आएर खाना खाएर भन्नाहरू गरेर अब फेरि मकै उसिनेर खाना आँटिसक्यो। मिटिङ राम्रै भयो। अब गयो साथीहरू, मिटिङबाट गइवरी आएर खानाहरू खाएर धन्नाहरू गरेर अनि एकछिन सुतेर फेरि मकै उसिने रूपमा काट्दैछौँ साथीहरू। अब मकै उसिनेको टमाटर धेरै पाकेको थियो कि साथीहरू। अनि यो टमाटर चाहिँ अहिले सुकाएर राखौँ न त, सिमरा बनाएर भनेर मजाले सुकिसकेपछि ओखलीमा राखेर चाहिँ धुलो बनाएर बट्टामा राख्यो भने नि साथीहरू सब्जीमा एकदम मिठो लाग्छ। सब्जी मसलाका रूपमा राम्रो हुन्छ। अनि त्यो भएर खेर जाने टमाटरलाई यहाँ सिमरा बनाउँदैछौँ। अब काटिसक्न आँट्यो है साथीहरू टमाटर। अहिले चाहिँ मकै खानु थालिसकेँ साथीहरू। मिठो रहेछ, किनेर ल्याएको मकै भए पनि मिठो रहेछ, गुलियो रहेछ, उसिनेको मिठो लाग्यो। साथीहरू बर्खाको लागि सब्जीहरू रोप्न आँटेको। अब अहिले रोप्छु। यो चाहिँ जरेसिबी, यो चाहिँ पालुङ हो, यहाँ चाहिँ फर्सी छ, यहाँ चाहिँ यो मिसमास काँक्रो, करेला, घिरुम्ला, झिगनी सानो किसान सहकारीले दिएको थियो। अनि यहाँ चाहिँ डिएपी छ। अहिले रोप्न आँटेको हो साथीहरू। अब रोप्छु। फेरि बर्खाको लागि सब्जीहरू रोप्नलाई रेडी हुँदैछु। बेलुका पनि हुन आँटो। अब यो घिरुम्ला, फर्सीहरू, काँक्राहरू, करेलाहरू रोप्नलाई रेडी हुँदैछु। अहिले रोप्दैछु साथीहरू। अब रोप्छु। काँक्रो रोप्न आँट्यो साथीहरू बर्खाको लागि। अब कति फल्दो रहेछ। अब अहिले रोप्छु। फलेपछि पनि तपाईँहरूलाई देखाउने नै छु। फल्छ कि फल्दैन हेर्दै जाउँ। अब आजलाई यति नै भिडियोको अन्त्य गरेँ है साथीहरू। भोलि अर्को भिडियो बनाउने छु। आजलाई यति नै।